हेलो एन्ड नमस्ते हजुर सबैजनालाई। आज चाहिँ म कोलम्बसबाट सिन्सिनेटी ड्राइभ गरेर जाँदैछु सर्ता र सुरभलाई पिक गर्नको लागि। उनीहरू चाहिँ डालसबाट आज कोलम्बस हामीलाई भेट्न आउँदैछन्। अनि सिन्सिनेटी चाहिँ केन्टकी र ओहायोको बोर्डरमा पर्ने भएर चाहिँ हामीलाई एयरपोर्ट युज गर्न एकदमै सजिलो भएको छ। उनीहरूलाई चाहिँ म बाहिर वेट गरेर आएको छु है भनेको थिएँ। उनीहरूले पनि मलाई देखे अनि दुईजना एकदमै राम्रो। उनीहरूलाई देखेपछि म पनि एकदमै खुसी भएको थिएँ, उनीहरू पनि। भन्दै क्या अगाडि म बोलौँ मिस सरिडा एउटा म्याडिक्स भन्ने खुजीले त्यसरी बोलाउँथ्यो क्या मिस सरिडा गर्थ्यो Who is your best friend? मिस सरिडा त्यसरी भन्थ्यो क्या खुचीको चाहिँ आउँछ याद रमाइलो हुन्थ्यो त्यो काम है। जस बच्चाहरूले इङ्ग्लिस चाहिँ सिकायो कस्तो तातो न्यानो घाम छ यार। अनि बिस्तारै बिस्तारै आउँदै हुन्छ उहाँ चाहिँ काम आफ्नै सुरमा। किन हामी बिस्तारै जाऊँ न बिस्तारै गरौँ न टाइम छ त वाला मान्छे अनि हामी चाहिँ मस्त यहाँ वेट गर्ने घाम ताप्ने कस्तो मजा गाना चाहिँ उहाँ चाहिँ आउँदै हुनुहुन्छ। राम्रो घर यार ओ कस्तो राम्रो किचन पनि है नाइस हेर न कस्तो ठुलो स्पेस क्या वान अपार्टमेन्ट उसमा 1 BHK मा पनि हाम्रो हामीले चाहिँ मोमो बनाएको थियौँ हिजो नै। आज अब सबजना बसेर खानुपर्छ मोमो। मोटो मोमो तिमी नखाने किन पहिला सोध्नु न मुसोले खान्छ मुसोले खान्छु मोमोको झोल मोमो झोल मेकर टेस्टी हेर्दा त कडा देखेर मैले भन्छु अहिले कस्तो आयो रियल मास्टर सेफ मोमो चाहिँ मिठो नाइस 10 मा कति खाएको खाएछ रेटिङ पनि गरौँ न। कस्तो मिठो अमिलो झोल छ दादा हल्का पातलो चाहिँ भएछ 10 मा 7.5 केलाई झोललाई कि मोमोलाई मोमो त 10 मा 10 छ झोल चाहिँ पातलो भएर तर टेस्ट चाहिँ 10 आउट अफ 10 कस्तो खतरा बाइक कसको हो त्यो हामीलाई भनेर राखेको थिएन न त भनिदिन्थ्यौँ। यस्तो जोग यस्तै हुन्छ भने जिप पाएर हामी चाहिँ यो पार्किङमा अहिले घुम्नलाई आएको छौँ हिँड्नलाई। यस्तो भ्यू छ फोटो सेसन भइरहेछ। अब कपल गोल्स गरेर हैन यही ठिक छ यस्तो गरेर अब चुज पर्सन निकाल्यो भने अब निकाल्छ हैन यो मान्छे नारायण गोपालको डुप्लिकेट। रातिको टक हुँदैछ अहिले केटाहरू फर्केर आयो सबैको तिम्रो त अनि के छ ग्यास स्टेसनबाट अनि आज एकदमै राम्रो मुन
फुल मुन के भन्छ फागु पूर्णिमा यस ल काट्दा हुन्छ मर्निङ भयो हाम्रो चाहिँ अनि हामीले होली मनाउँदैछौँ उनीहरूको चाहिँ आज फर्स्ट होली टुगेदर हामी लास्ट होलीमा बोलिरहेछौँ तिमी आएनौ अह म त आएको छैन ल भयो भेट हुने मौका यही थियो तिमी आइनौ त्यही ह्याप्पी होली बेबी बेबी रे बेबी बेबी ल निधारमा पनि लगाइदिउँ न हैन होली है ल ल ल ह्याप्पी होली ल ल ल ल ल ह्याप्पी होली ल ह्याप्पी होली ल भाउजू ला 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 ल भाउजू ह्याप्पी होली धन्यवाद धन्यवाद ल जय सबलाई होलीको शुभकामना छ है जय सर मुसलाई पनि शुभकामना छ गाला ओइ बम कति लगाइदिएको यार यत्रो गाला छ भरिनु भएन ल जा यहाँ निदाएर लाउने भनेको के दुईटा हात लाउनु पर्यो त हेर ल जा तँलाई ल भयो 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 पक्क मैले लगाएकै छैन के मलाई चाहिँ यति धेरै लगाइदिएर ल भयो मुसले घाम ताप्न जाउँ भन्दा थियो नि मलाई चाहिँ जान मन थिएन खासै अनि यसलाई मैले ब्ल्याकमेल गरेँ चिया बनाइदिन्छ भने चाहिँ म जान्छु भने अनि यसले चिया बनाएर ल्याइदियो मलाई अनि उसको एक्सपेक्टेसन चाहिँ तातो न्यानो घाममा आरामले बस्छु थियो तर यहाँ हावा चलेर काँडा उम्रिरहेको छ उसको शरीरमा जुम नगर है एक्सप्लिसिट भिडियो नबना डरती हो अब चाहिँ हामी निस्किन आँटिरहेको छौँ रिभर वकतिर हाल्यौँ अनि त्यसपछि कफी खान जाने के भनेर प्लान गर्दैछौँ तर हेरौँ अब चाहिँ के हुन्छ तर गाइजहरू रेडी हो अब हामी निस्किँदैछौँ आज फ्राइडे सेकेन्ड डे हामी फेरि आइसक्यौँ यहाँ अनि त्यो फेरि यो मान्छे स्न्याप सुरु भयो त्यसपछि यहाँ दुईजना फोटो खिच्दैछन् यिनीहरू तिमीहरूको सेसन सकिसक्यो अनि हामीलाई भन्छ नाइ त्यो के बच्चा जस्तो बोरी मान्छेहरू त्यही त यहाँ के लेखा ऊ यहाँ यो रहेछ नि त यस्तो Hey, sexy boy. Hey, sexy boy. Sexy boy. My home हुन्छ हैन लेफ्टवर्ड्स हुन्छ के तिमीले भन्छ I left my home हुन्छ हैन to join the army left my hand will Join the army हुन्छ के I left my home what होइन कि फेरि उसले भन्छ नि हामी रिपिट गर्ने के ल I left my home I left my home to join the army to join the army I left my home I left my home to join the army to join the army अनि एक टाइमपछि आउनै बन्द हुन्छ क्या दाइ लास्टमा गएर गर्दा त्यसको उसले अर्कैले बिहे गरिसकेको हुन्छ त्यो आशै मार्दै हुन्छ कि उनीहरू अब आउँदैन बसेर भनेर अनि एउटाको चाहिँ त्यही भियतनामको मान्छेसँग लभ पर्छ क्या अनि लास्टमा फसाइदिया हुन्छ क्या पुरै ट्रुपै उसमा पर्छ अनि फर्केर आउँछ त अर्को बिहा गर्तिर आउँदैन अनि अर्को चाहिँ कस्तो छ भन्दा चाहिँ त्यो यस्तो पानी नै पानी हुन्छ नि त्यो स्टिल वाटर हुन्छ नि पम्प जस्तो अनि के हुन्छ भन्दाखेरि आउट अफ नो वेयर हिँडिरहेको बेलामा अट्याक गर्छ क्या अनि रातिको 3 बजेदेखि कति थुक्दाखेरि पनि
कस्तो ब्याड फिल भएको थियो कि हामीलाई रुन मात्रै नसकेको जस्तो फिल भएको थियो होइन 3 महिना ट्रेनिङ गरेको 10 हप्ता ट्रेनिङ गरेको उहाँहरूको गफ पनि पोजमा हुन्छ दुईजनाकै हेर्दै जाने पछाडि नेपाल चाहिँ जर्मनीले चाहिँ के गरेर त्यसले चाहिँ फुटबल दिन्छ कि यहाँबाट चाहिँ हामीले यो भ्यू हेर्न मिल्छ होइन होइन अर्को पनि छ त्यो त यही नै हो यो चाहिँ भने यो चाहिँ ड्याम नाइस हाम्रो टपबाट चाहिँ यस्तो भ्यू देखिन थाल्यो अब वो लम्हे वो बातें कोई न जाने माई लबी डबी छोडेर हो रेशम पुरा बिर्स्यौ कि कुन्नी रेशम के हो रेशम भने चाहिँ पुरा बिर्स्यौ कि कुन्नी रेशम लाग्छ देख्छ होला मिलाई छोडेर हो रेशम तिमीलाई हो छोडेर हो रेशम हामी यहाँ फर्किँदै थियौँ अनि हामीले यहाँ देख्यौँ कि गोली खेलिरहनु भएको रहेछ हामीले चाहिँ बिहानै खेलिसकेको थियौँ त्यही भएर हामी घर जान्छौँ आज हाइकिङ गएर पनि घर आइसक्यौँ घर आइसकेर पनि अब के गर्दैछौँ मुसा बार्बिक्यू कति स्याड भएर बार्बिक्यू हामीले बाहिर बार्बिक्यू गरेर घरमा लिएर आयौँ यो यस्तो भएको छ यसरी खाँदैछौँ मुसा कस्तो लागिरहेको दामी भयो दामी भएको छ फुरन दाना छ अचार छ अनि त्यसपछि यो छ बार्बिक्यू ऐना नभएको घरमा आइप्याड हेरेर आफ्नो मेकअप गरिन्छ ऐनाको सट्टा आइप्याड हेर्ने चाहिँ झनै ऊ होइन र के झनै एक्सपेन्सिभ रिच लाइफ होला उसको मिररको सट्टा आइप्याड वाउ गाइज आज चाहिँ हाम्रो थर्ड डे अनि हामी चाहिँ अब थर्ड डेको दिन ब्रेकफास्ट गर्न जाउँ न त सबैजना सँगै भनेर कहाँ जाँदैछौँ सर ब्रेकफास्ट गर्न ब्रेकफास्ट गर्न गएर चाहिँ हाम्रो घरबाट अलमोस्ट लाइक 20 मिनट जति टाढा छ हामी चाहिँ यहाँ आइसक्यौँ माई सन्स खालि बेकरी ब्रेकफास्ट ब्रन्च यस्तो राम्रो मिठो पाउँछ यहाँ Guys, ready? तातो छ नसो है नचो तातो छ भाँडो नसो कस्तो नखिचिरा क्या अब कस्तो लाग्यो मुसा दामी दामी सुरभ नाइस तर मैले यो होइन गुलियो हुन्छ सोचेको थिएँ क्या तर अर्कै रहेछ सल्टीवाला उसलाई खानु मन लागिसक्यो सल्टीवाला Let me help you.
दामी नै छ हामीले चाहिँ ब्रेकफास्ट गऱ्यौँ अनि अब हामी फो खान आइरहेछौँ अनि यो फुलबाट अचार चाहिँ त्यो त नखाए चाहिँ रातिको 9:30 बजी नै हामी चाहिँ लास्ट शरण भन्ने नेपाली मुभी हेर्न आइरहेछौँ मार्कस भन्ने ठाउँमा सो घरबाट अलमोस्ट 30 मिनट जस्तो ड्राइभ थियो आज चाहिँ 4th डे हामी चाहिँ अब आज लोकल कुखुरा र ढिँडो बनाउँछौँ कुखुरा चाहिँ मुसोले बनाउँछ I'll try. This is kiwi. यो चाहिँ कुखुरा कस्तो देखिरहेको कुखुरा त यो चाहिँ कुखुराको पछाडिको पार्ट त्यो पार्ट चाहिँ भुरीको लागि हो स्पेसल म त्यसमा अलि स्पेसल मसला हालिदिन्छु मिठो बनाइदिनु खाऊ न खाऊ मैले खाइसकेँ 2टा तिमी त स्याड भइरहेको थियौ त कहिले हिजो जानुपर्छ भन्छ अनि जाउँ त गफ गर भनेको हो भन्छ अनि बाहिर आउँछ नि गफ गर्न खोज्छ क्या लास्ट केटाहरू हाम्रो लास्टै इमोसनल 2जना अब यो चाहिँ रेडी हुँदैछ मासुको लागि पऱ्यो नि यो चाहिँ लोकल कुखुरा बनाउँदैछौँ हामी भर्खर चाखेको एउटा मिठो भएको थियो जस्ट के फ्राई मात्र गरेको अनि अदुवा लसुन हालेको थियो कि त्यति मात्र गर्दा नि दामी भएको थियो अब के हाल्ने अब चाहिँ हामीले के हाल्यो अदुवा लसुन अनि नुन होइन अब हामी हाल्छौँ टमाटर अनि त्यसपछि मसलासँगै यसरी पकाउनु भने चाहिँ मिठो हुन्छ है गाइज मिठो पिरो सेफ सरिता खड्का अहिले उता चाहिँ हाम्रो ढिँडो बन्दैछ उहाँको सेफ चाहिँ ईश्वर खड्का उहाँको ढिँडोलाई नि रेस्पेक्ट रेडी भइसक्यो हाम्रो चाहिँ सुरु गरौँ आज चाहिँ हामी अब खानासाना खाएर एकछिन रेस्ट गरेर बाहिर जाने प्लान थियो तर वेदर एकदमै खराब भएर पानी परिरहेछ बाहिर चाहिँ त्यही पनि अब जाउँ न त पानी रोकिहाल्छ कि भन्ने आशमा चाहिँ मुसोले फोर्स गरेर हामीलाई लग्दैछ किनकि अब बल्ल त टाइम मिलाएर आएको हुन्छ हामी फेरि घर बस्ने च्याउ लाग्छ म चाहिँ आइएम मोर लाइक हुन्छ नि हिँडौँ न जाउँ न घुमौँ न खाऊँ न त्यो बाहिर गएर जस्ट आई वान्ट टु एक्सप्लोर रादर देन सिटिङ एट होम अल डे सो यहाँ चाहिँ पानी परेको रहेछ यो ठाउँमा सो हामी आइसकेको छौँ चिप्लो चाहिँ बिस्तारै आइज नलडै सुरभ मैले नसमाएको पुग्थ्यो तल ल हेर्न धेरै हिँड्नु पनि नपर्ने हिँडेकै छैन अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ
यस्तो रमाइलो भयो कि यो आज अलि पानी परेकोले चाहिँ अलि फोर देखिरहेको छ होइन अब त पानी पर्छ म त नजाने कहीँ अब चिया खान जाने त्यो जसमा जानुपर्छ त्यो पनि यमन होला त्यो कमरिया कि काम छैन नि के रे कमरिया समथिङ त्यस्तो के भन्ने थाहा छैन अमुन थेरा होइन अमुन थेरा के रे उता छ के अस्ति हामी गएको थियौँ नि हामी एकचोटि खाएको थियौँ नि त्यसपछि हामी यहाँ कफी खान आएका छौँ अलि चिसो चिसो पनि मौसम भएको कारणले कफी खाम न त सबैजना भन्यो अनि यो चाहिँ मुसोले स्पोन्सर गर्न आँटेर अलिक स्पेसल छ मस्त छ उनले चाहिँ कि क्यारामल मिल्क केक खाने भनेर भन्दाखेरि मलाई कस्तो लाग्छ आइडिया है यो चाहिँ यहाँको स्पेसल टी हो हामीसँग अरू डिफ्रेन्ट बन्छ तर आज चाहिँ हामीले यो चुज गऱ्यौँ चिन चाहिन्छ उनीहरू दुईजना त्यहीँ छ अरू खानालाई हेर्दैछ के खाने भनेर ठ्याक्कै नेपाली चिया जस्तै देखिरहेको छ है मेरो बहिनी तिम्रो मात्रै साथी हुँदा यस्तो रिसाउने होला म चाहिँ हामी अर्को ठाउँ आएको छौँ ओल्ड मार्केट भन्ने यहाँ चाहिँ सुरुवातलाई एकदम आर्ट्सहरू मनपर्ने भएको कारणले चाहिँ उसलाई यहाँ चाहिँ ल्याउनै पर्छ है भनेर हामीले डिसाइड गरेको थियौँ नि आज यहाँ आइसक्यो आज स्पोइल बेबी हो स्पोइल बेबी स्पोइल जोइस अब के छ क्या यहाँलाई खतरा ठाउँ छ के भन्छ वर्ल्ड मार्केट भन्ने के हो टाउकोमा लाउने होला हो झुन्डाउने ए मैले टाउकोमा लाउने सोचेको ए यो चाहिँ हो नि बम टोइलेटमा के अरे टाउको यही हो क्या यही तिमीलाई है त्यो पनि रहेछ यस्तो घुमाउनेवाला पनि यो हेड लगाएर काम गर्न जाने नट ब्याड यार $60 रहेछ तिमी भेट्यौ न तर कसरी लैजानै मिल्दैन क्या त्यो चाहिँ अब हामी मेसेज गएको थियौँ अनि त्यसरी सर्टाले गिफ्ट पायो सुरभले गिफ्ट गरेको फ्री गिफ्ट एनिभर्सरीको त्यो मेरो हो गरिसकेपछि हामी फेरि दादु बेकरीमा खाना आइसकेका छौँ ये तो गुलियो है आई डोंट लाइक अनफर्चुनेटली मिठो छैन है मिठो छैन हाहा गाइस भर्खर तेल लाएर बसेको last गाइस night before take off उडे सिका त उले त्यस्तै गर्छ वाह वाह ड्याम वाह हेलो बाई बाई मुसो Bye. सुरभ लाइन बाई Bye. guys Bye.